मध्य प्रदेशको मुख्यमन्त्री जितेन्द्र सोनाल कार्तिक 22 गते विश्वासको मत लिन दर्ता गराएका छ। नमस्कार, अब यहाँ से मध्य एक्सपोज देख रहल छी और हम सुनील कुमार। जितेन्द्र सोनाल मध्य प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा 22 गते विश्वासको मत लिने उहाँ चाहिँ दाबी गरेको छ। एक समाजवादी लोसपा नेपालबाट उहाँ चाहिँ हुनुहुन्छ। पूर्व संघीय मन्त्री संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काम गर्नु भएको थियो। उहाँलाई विश्वासको मत दिने मध्ये जसपा नेपालको 19 विधायक, जनमत पार्टीका 13 विधायक, नेकपा माओवादी केन्द्रका 9 विधायक, लोसपा पार्टीका 8 विधायक, नेकपा एसका 7 विधायक, संघीय समाजवादी पार्टीका 1 विधायक, नागरिक उन्मुक्ति पार्टीका 1 विधायक, जम्मा 58 विधायकले समर्थन दिने प्रस्ताव आएको छ। सरकारले मध्य प्रदेश सरकारबाट नेपाली कांग्रेस र एमाले पार्टीलाई बाहिरी गरिएको छ।